स्वागत छ। आज हामी नेप्से मतलब नेपाल स्टक एक्सचेन्जको बारेमा अलिक गहिरिएर कुरा गर्दैछौँ। एउटा ब्लग रहेछ अन्डरस्ट्यान्डिङ नेप्से भन्ने, त्यसैमा आधारित रहेर छलफल गरौँ न। हुन्छ। हाम्रो उद्देश्य चाहिँ नेप्से के हो, यसले कसरी काम गर्छ अनि बजार हेर्दा के कुरा ख्याल गर्ने भन्नेमा अलि स्पष्ट पार्नु हो। ठिक छ। नेप्से त अब नेपालको एकमात्र स्टक एक्सचेन्ज भयो होइन? सन् 1993मा खुलेको हो। यो खासमा एउटा मञ्च हो जहाँ पब्लिक कम्पनीको शेयर, सरकारी ऋणपत्र, अरू धितोपत्रहरूको कारोबार हुन्छ। यसले कम्पनीलाई पैसा उठाउन सजिलो बनाउँछ अनि लगानीकर्तालाई सम्पत्ति किन्न बेच्न पनि। तरलता र पारदर्शिताको लागि महत्त्वपूर्ण भयो। एकदम। अनि यसलाई नाप्ने मुख्य औजार चाहिँ नेप्से परिसूचक भइहाल्यो। हो, नेप्से इन्डेक्स। यसले कसरी बजारको भनौँ न समग्र मूड देखाउँछ? यो चाहिँ कस्तो भने बजार पुँजीकरण भारित विधिबाट निकालिन्छ। मार्केट क्याप वेटेड मेथड भन्छन् नि। मतलब ठूला कम्पनीको शेयर मूल्य अलिकति तलमाथि हुँदा पनि इन्डेक्समा धेरै असर पर्छ। त्यो 1994लाई आधार मानेर 100बाट सुरु भएको हो। तर तपाईले भन्नुभयो यो मात्र हेरेर पुग्दैन रे? पुग्दैन, किनभने अरू परिसूचक पनि छन् नि, जस्तो सेन्सिटिभ इन्डेक्स। सेन्सिटिभ? त्यो के फरक छ र? यसले चाहिँ खालि क वर्गका कम्पनी मात्रै हेर्छ। क वर्ग मतलब अलि राम्रा मानिएका? हो, सामान्यतया बलिया धेरै कारोबार हुने, जसलाई ब्लू चिप पनि भन्छन् नि। कहिलेकाहीँ समग्र नेप्से हरियो हुँदा पनि यो रातो हुन सक्छ वा उल्टो। हो र? अनि फ्लोट इन्डेक्स नि? त्यो पनि सुनिन्छ। फ्लोट परिसूचक। यसले चाहिँ बजारमा साँच्चीकै किनबेच हुन सक्ने शेयर, मतलब सर्वसाधारणसँग भएको शेयरको मात्र हिसाब गर्छ। प्रमोटर वा सरकारले राखेको शेयरलाई गन्दैन। भनेपछि यसले बजारको वास्तविक त्यो चलायमान हिस्सा देखायो। हो, वास्तविक तरलताको अलि राम्रो चित्र दिन्छ भनौँ न। अनि सेन्सिटिभ फ्लोटले यही कुरा क वर्गका कम्पनीको लागि गर्छ। बुझेँ। त्यसो भए अब यी अङ्कहरू, जस्तै नेप्से आज 50 अङ्कले बढ्यो भन्दा त्यसलाई कसरी बुझ्ने त? अङ्क आफैमा एउटा तह भयो। अङ्क बढ्नु भनेको बजार बढ्दो क्रममा बुलिश छ भन्ने सङ्केत हो, घट्नु भनेको घट्दो बियरिश। तर अङ्कसँगै कति रकमको कारोबार भयो त्यो पनि हेर्नुपर्छ। कारोबार रकम मतलब टर्नओभर? हो, टर्नओभर वा भोल्युम। धेरै कारोबार भएर बढेको छ भने त्यो बढोत्तरी अलि विश्वासिलो मानिन्छ। थोरै कारोबारमा भएको उतार चढाव त्यति दिगो नहुन सक्छ। अनि क्षेत्रगत उपसूचकहरू नि, ब्याङ्किङ, हाइड्रोपावर जस्ता? ती पनि धेरै महत्त्वपूर्ण छन्। समग्र नेप्से बढिरहेको बेला पनि कुनै एउटा सेक्टर, जस्तै होटेल सेक्टर, घटिरहेको हुन सक्छ नि। हो त। यसले कुन क्षेत्रमा लगानीकर्ताको आकर्षण छ, कुनमा छैन भनेर थाहा पाउन मद्दत गर्छ। आफ्नो लगानी छर्नलाई डाइभर्सिफिकेसन गर्नलाई यो एकदमै उपयोगी हुन्छ। बजारमा को हुन्छन् त खास? लगानीकर्ता, ब्रोकर त भइहाले। व्यक्तिगत लगानीकर्ता अनि ठूला संस्थाहरू। सूचीकृत कम्पनी आफै भए शेयर किनबेच गराउने ब्रोकर त छँदैछन्। अनि मर्चेन्ट ब्याङ्कर, जसले आइपिओ निकाल्न मद्दत गर्छन्। अनि डिपी, डिपोजिटरी पार्टिसिपेन्ट्स, जसले हाम्रो शेयर डिम्याट खातामा राखिदिन्छन्। अनि नियामक, सेबन? हो, नेपाल धितोपत्र बोर्ड, सेबन सबैभन्दा महत्त्वपूर्ण। नियम बनाउने, बजारलाई अनुगमन गर्ने, लगानीकर्ताको हित हेर्ने काम उहाँहरूको हो। उहाँहरूको सानो निर्णयले पनि बजारमा ठूलो असर पार्न सक्छ। बजारलाई चलाउने चाहिँ के कुराले हो त? किन यति धेरै उतार चढाव हुन्छ? घेरै कुरा छन्। देशको अर्थतन्त्र कस्तो छ, जीडीपी, महँगी, ब्याज दर, अनि सरकारी नीति, राजनीतिक स्थिरता कस्तो छ। हो नि। कम्पनी आफै कस्तो चलिरहेको छ, नाफा कति कमायो, व्यवस्थापन कस्तो छ, केही नयाँ खबर आयो कि। अनि अन्तर्राष्ट्रिय बजार, खास गरी भारतको असर पनि पर्छ। लगानीकर्ताको मनस्थिति पनि त होला नि। एकदम। त्यसलाई लगानीकर्ताको मनोबल, इन्भेस्टर सेन्टिमेन्ट भन्छन्। आशा र डरको खेल हो। अनि बजारमा पैसा कतिको छ, तरलता, लिक्विडिटी। ब्याजदर बढ्यो भने मान्छे शेयर बेचेर ब्याङ्कमा पैसा राख्न खोज्लान्, त्यसले बजार घटाउँछ। भनेपछि यति धेरै कुरा बुझेपछि लगानी गर्ने बेला केमा ध्यान दिने त? पहिलो कुरा, एउटा मात्रै सूचक वा समाचार हेरेर हाम फाल्नु भएन। नेप्से बढ्यो भन्दैमा आफूले किनेको शेयर बढ्छ भन्ने छैन। ठीक हो। दोस्रो, विगतमा राम्रो गर्यो भन्दैमा
भविष्यमा पनि गर्छ भन्ने ग्यारेन्टी हुँदैन। तेस्रो, आफ्नो जोखिम लिन सक्ने क्षमता कति छ, लगानी किन गरेको, त्यो स्पष्ट हुनु पर्यो। अनि डाइभर्सिफिकेसनको कुरा पनि गर्नुभयो अघि। हो, त्यो चौथो बुदा। एउटै डुङ्गामा सबै खुट्टा राख्नु भएन। फरक फरक कम्पनी, फरक फरक क्षेत्रमा लगानी फैलाउनु राम्रो। अनि पाँचौं, सधैँ बजार, कम्पनी र अर्थतन्त्रबारे जानकारी लिइरहनुपर्छ। कुराकानीमा आधारभूत र प्राविधिक विश्लेषण भन्ने शब्द पनि सुनियो। छोटकरीमा त्यो पनि भनिदिनुहोस् न। हुन्छ। आधारभूत विश्लेषण, फन्डामेन्टल एनालिसिसले चाहिँ कम्पनीको जग कति बलियो छ भनेर हेर्छ। उसको आम्दानी, ऋण, व्यवस्थापन, भविष्यको योजना कस्तो छ, अनि त्यसको आधारमा शेयरको भाव ठिक छ कि छैन भनेर पत्ता लगाउन खोज्छ। यो लामो समयको लागि लगानी गर्नेले बढी हेर्छन्। अनि प्राविधिक विश्लेषण, टेक्निकल एनालिसिसले चाहिँ कम्पनीको भित्री कुरा भन्दा पनि विगतमा शेयरको मूल्य र कारोबार कसरी घटबढ भयो त्यसको प्याटर्न हेरेर भविष्यमा कता जाला भनेर अनुमान लगाउँछ। चार्टहरू हेर्ने, इन्डिकेटरहरू प्रयोग गर्ने हुन्छ यसमा। यो छोटो अवधिको ट्रेडिङ गर्नेले बढी प्रयोग गर्छन्। भनेपछि दुवैको आफ्नो ठाउँ छ। हो, धेरैजसो सफल लगानीकर्ताले दुवैलाई मिलाएर हेर्छन्। सारमा भन्दा नेप्से र यसका सूचकहरूले बजारको दिशा र तापक्रम त देखाउँछन्, तर अन्तिम निर्णय चाहिँ आफ्नै अनुसन्धान र विवेकले गर्नुपर्छ। एकदमै राम्रो जानकारी दिनुभयो। यसले पक्कै पनि नेप्सेलाई बुझ्न धेरै मद्दत गर्यो होला। अब जाँदा जाँदै एउटा प्रश्न छोडौँ न त श्रोताहरूलाई सोच्नको लागि। मानिलिनुहोस् समग्र नेप्से परिसूचक खासै चलेको छैन, तर कुनै एउटा क्षेत्र जस्तै लघु वित्त क्षेत्रको उपसूचक चाहिँ लगातार बढिरहेको छ। यसले बजारको भित्री संरचना वा लगानीकर्ताको प्राथमिकतामा कस्तो बदलाव आइरहेको सङ्केत गर्ला? यसमा विचार गर्दै गर्नुहोला।